नमस्कार सम्पूर्णलाई अनि स्वागत पनि गर्न चाहन्छु। म यो सानो अनुभव चाहिँ म मेरो युट्युब च्यानलमा अपलोड गर्न गएको छु। आज यसो घुम्न भनेर निस्किएको एकजना विदेशी नागरिक चाहिँ भेट भयो, युरोपियन हुनुहुन्थ्यो अनि उहाँ चाहिँ स्विडेनको हुनुहुँदो रहेछ। उहाँसँग सानो छोटो समयको भेटघाटको क्रममा उहाँले म नेपालबाट भनिसकेपछि मैले एउटा इन्ट्रेस्टिङ कुरा बताउनु भयो। म तेरो देश घुम्न गएको थिएँ। तेरो देश विश्वकै एउटा नमुना देश रहेछ, विश्वकै युनिक देशमा पर्दो रहेछ तेरो देश। तेरो देशका प्रत्येक पाइलाले मलाई नयाँ नयाँ कुराहरू सिकायो। प्रत्येक पाइला पाइलामा नयाँ ज्ञानहरू रहेछ तेरो देशमा भनेर चाहिँ उहाँले मलाई भन्नुभयो। म पनि एकछिन चाहिँ अकमक्क परेँ, के भन्न खोजेको होला भन्ने। अनि मैले कसरी के कुराहरू नयाँ पाउनुभयो, कसरी चाहिँ कस्ता कस्ता ज्ञान हुँदो रहेछ जुन चाहिँ हामीले थाहा पाएका रहेन रहेछौँ भन्दाखेरि उहाँले अलिकति ब्रिफली मलाई एक्सप्लेन गर्नुभयो। तिमीहरूको देशमा प्रत्येक 1 किलोमिटर, 2 किलोमिटर, 5 किलोमिटर अथवा प्रत्येक नयाँ बस्तीहरू, नयाँ घुम्तीहरू मोड पार गर्दै जाँदाखेरि चाहिँ नयाँ समुदायहरू, अर्को भाषा, अर्को संस्कृति, अर्को कल्चर, विभिन्न कुराहरू चाहिँ नयाँ नयाँ हुँदै गएको मैले पाएँ। त्यसबाट मैले धेरै कुराहरू सिकेँ। तेरो देशका ती वनस्पतिहरू जसलाई चाहिँ त्यहाँका स्थानीयहरूले प्रयोग गर्ने तरिका, त्यहाँका औषधिजन्य वस्तुहरू अनि प्राकृतिक दृश्यहरू, यी कुराहरूले तेरो देश यति सम्पन्न रहेछ, मैले कल्पना गरेको भन्दा बढी सम्पन्न रहेछ भनेर चाहिँ उहाँले मलाई भन्नुभयो। अनि म पनि गर्व गरेँ। त्यसपछि म त्यो देशको नागरिक हुँ। तर दुर्भाग्यवश मेरो देशको राजनीतिक अस्थिरता, राजनीतिक जुन देशमा अस्वस्थ राजनीति थियो त्यसको परिणामस्वरूप म अहिले विदेशी नबाटेर मलाई मुसुक्क हाँस्यो। त्यसपछि भन्यो अब सायद तेरो देश अब बन्छ होला, कुनै युगमा कुनै बेला तेरो देशमा राम्रो राजनीतिक यो आयो भने तेरो देश बन्न कति पनि समय लाग्दैन, किनभने तेरो देशमा सबै चिज छ भनेर मसँग बिदा भयो। म पनि एकछिन आश्चर्य पनि माने, विदेशीले यस्तो चिजहरू, यी कुराहरूलाई नोटिस गर्दो रहेछ। हामी नेपालमा भएका हाम्रा राजनीतिक कर्मीहरू, हामी विद्वान भन्ने व्यक्तित्वहरू, प्रोफेसर हुँ भन्नेहरू, विश्लेषक हुँ भन्नेहरूले त्यो कुराहरूमा चाहिँ ध्यान नदिएको, त्यस्ता सल्लाह सुझावहरू राज्य अथवा सम्बन्धित निकायलाई नदिएको जस्तो मलाई आभास गराइदियो।